त सत्य, यदि महिला राम्री छिन् र पुरुष धनी छ भने नि प्रेम हुनलाई धेरै समय लाग्दैन। कसैले तपाईलाई मन पराएन भने चिन्ता नगर्नुहोस्, किनकि राम्रो किताब र राम्रो मान्छे सबैले बुझ्दैनन्। जहिले पनि सोचाइ उचाइ राख्नुहोस्, किनकि जुन भर्याङले माथि पुर्याउँछ नि त्यसैले तल पनि झार्न सक्छ। र के तपाईलाई एउटा कुरा थाहा छ, खुसी पैसामा होइन परिस्थितिमा निर्भर गर्छ। किनभने एउटा बच्चाले बेलुन किनेर खुसी हुन्छ भने अर्को बच्चाले बेलुन बेचेर। खराब समय हुँदा साथ छोड्नेलाई होइन, राम्रो समय हुँदा पनि साथ दिनेलाई सधैँ सम्झने गर्नुहोस्। र के तपाईलाई एउटा कुरा थाहा छ, जीवनमा ढिलो हुनु हार होइन, बीच बाटोमै रोकिनु हार हो। अरूको सफलता देखेर कहिले पनि डाहा गर्नु हुँदैन हजुर, किनभने त्यस पछाडिको सङ्घर्ष पनि त हेर्ने गर्नु पर्यो नि। सपना त्यति बेला मात्र पुरा हुन्छ जब निन्द्रा भन्दा लक्ष्य ठुलो हुन्छ। जसले तपाईलाई कमजोर ठान्छ नि उसलाई एक दिन तपाईले आफ्नो सफलताले उत्तर दिनुहोस्। सफल मानिससँग कहिले पनि बहाना हुँदैन, केवल प्रयास हुन्छ। हरेक बन्द ढोकापछि अर्को ढोका खुल्ला हुन्छ, हिम्मत हार्नु हुँदैन है मित्रहरू। र के तपाईलाई एउटा कुरा थाहा छ, जिन्दगीमा सबैभन्दा महँगो कुरा भनेको समय हो। यसलाई सही ठाउँमा खर्च गर्नुहोस्। आफ्नो कमजोरीलाई लुकाउने होइन, सुधार्ने बानी बसाल्नुहोस्। हारले तपाईलाई रोक्दैन, हार मानेको निर्णयले चाहिँ तपाईलाई रोक्ने गर्छ। जसले यहाँ आफूले जितेको छ नि उसैले भोलि गएर यो संसारलाई जितेको हुन्छ। सफलता उचाइमा पुग्नु मात्र होइन कि, सफलता भनेको त्यहाँ पुगेर टिकिरहनु पनि हो। कहिले पनि आफ्नो तुलना अरूसँग नगर्नुहोस्, बरु हिजो म कस्तो थिएँ र आज कस्तो छु भन्ने कुरामा चाहिँ विचार गर्नुहोस्। अरूले मेरो बारेमा के भन्छन् भनेर सोचेर बाँच्नु भनेको आफ्नो जीवन कहिले पनि उत्तम हुँदैन। र हेर्नुहोस्, जीवनको सबैभन्दा ठुलो लगानी भनेको आफूमाथि गरेको लगानी हो। आफ्नो लक्ष्य यति ठुलो बनाउनुहोस् कि बहानाले ठाउँ नै नपाओस्। राम्रो समय आउँछ भनेर पर्खिनु भन्दा राम्रो समय बनाउने मान्छे बन्नुहोस्। याद राख्नु मित्रहरू, सफलताको सुरुवात अरूले तपाईलाई विश्वास गरेपछि होइन, तपाईले आफैलाई विश्वास गरेपछि मात्र हुन्छ। आजको भिडियो यहाँलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला र यस्तै भिडियोहरू हेर्न र सुन्नको लागि नेपाली मोटिभेसन युट्युब च्यानललाई पनि सब्स्क्राइब गरेर हौसला बढाउनु होला। फेरि भेटौँला अर्को भिडियोमा। सुन्दै गर्नुहोस् नेपाली मोटिभेसन।